म चाहिँ तिहारको लागि भनेर मिलमा जाँदैछु है। ल है गाइस, हाम्रो दाइ जाँदै हुनुहुन्छ रोटी उहाँ जाँदै हुनुहुन्छ गइस। र यहाँ सेलरोटीको पिठो बनाउँदा लाग्नु भएको छ मम्मीले। पिठो बन्दैछ यहाँ। र मम्मी यसमा के राख्नुभयो हजुरले? घिउ, चिनी, मैदा थोरै अनि चामलको पिठो गराएर पिठो यतिको तयार पार्दैछु। अब एकछिन यसलाई भिज्न दिने। एकैछिन आधा घन्टा भिज्नुपर्छ। अहिले रोटी बनिसकेको छ, पाकिसकेको छ सेलरोटी। मम्मीले बनाउन लाग्नु भएको छ र हाम्रो रोटी चाहिँ यिनै हुन्। राम्रा भएको छन्, पाका छन्। मम्मी के छ खबर? हो। नखाल यस्तो हुन्न नि। ल है गाइस, मम्मीले यहाँ चिनी रोटी बनाउन लाग्नु भएको छ। चिनी रोटी पनि राम्रा बनेका छन्, तपाईँ देख्न सक्नुहुन्छ। अनरसा मम्मी के भन्न चाहनुहुन्छ? कस्तो लागिरहेको छ? हाम्रो साथमा विपिन खनाल पनि हुनुहुन्छ। के भन्न चाहनुहुन्छ हजुरले? हाम्रा यस युट्युब च्यानललाई हेरिराख्नुभएका दर्शकबिनहरूलाई मैले के भन्न चाहन्छु भने सर्वप्रथम सबैलाई ह्याप्पी तिहार। यस तिहारमा सबैलाई आफ्नो खुसी मिलोस्। हेलो गाइज भन्नु मम्मी, भन्नु न भन्नु। फिनी ए चिनी हाम्रो घरमा आउन सक्नुहुन्छ यदि हजुरहरूलाई। भन् यसको ढङ्ग हेर्नुहोस् गाइस, ढङ्ग हेर्नुहोस्। हेर्नुहोस् दाइ, ढङ्ग हेर्नुहोस्। यहीँ यो मान्छे रोटी बनाउने यहाँ ढङ्ग। मम्मीले खाएको नि भिडियो तपाईँ देख्न सक्नुहुन्छ। र यहाँ एउटा रोटी बन्न। ल साथीहरू, हामीहरूले भेल रोटी बनाएर भ्याइसकेका छौँ लगभग। देख्न सक्नुहुन्छ एकदमै टेस्टी देखिरहेका छन्। र यहाँ मम्मी केही भन्न चाहनुहुन्छ तपाईँले यस ब्लगमा? फेरि कस्तो छ माहौल अहिलेको मम्मी? तिहार लगाइरहेछ कि छैन भनिदिनु पर्यो। है गाइस, तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ माइलियाले टप्री खुर्दै हुनुहुन्छ। एकदम राम्रो बनेको छ। र यता मम्मीले पनि राम्रो बनाउनु भएको छ टप्री भोलिको लागि, तिहारको लागि। ल एकदम रमाइलो छ। माइलिया के छ खबर? नातिका जन्त जान पाइयोस्। नातिले पढेर अब खलास तयारी, हाम्रो तयारी। शङ्ख लिएर आएन? शङ्ख
रिसाउँदै गर्नु पिठो पूजा गरेर चाहिँ छोड्दिने त्यो बाटोमा त्यो धेरै बाँध नराख्नु रोटी मोइरिया ल साथीहरू हाम्रो तिहारको रमझम सुरु भइसकेको छ अबको आधी घन्टामा हाम्रो तिहारको टिका लाउने सायद छ र त्यसैका साथ हाम्रो विशाल खनाल एउटा शालिग्राम बोकेरै आ मम्मी के भयो अब त्यो शङ्ख ल्याएर मात्र केमा राख्नु त भुइँमा राख्नुहुन्न यहाँ पाथी गरौँ जस्तै शालिग्राम ऊ गर्न पाथी यस्तो आदो छ उ त ससा पाउँदा नि गरेर बाँसको उसमा जुट्नु हो रुमाल खोइ रुमाल ऊ तरै फेरि पर्दा दिएला फेरि खोटाउँदै फेरि सबै भुइँमा मम्मी गणेश भगवान चाहिँ यहाँ अथि लाग्ने मलाई है ओम गणेशाय नमो नमः जय गणेशाय यो पाउ होइन तँ फलेको राजको के अनि रोटी गणेशलाई के मैले घन्टीको आवाज गाइज घन्टी भनेको धेरै पुरानो यो हजुरबा बाजेकोबाट चलिआएको घन्टी हो अनि यसलाई बेला बेला मेन्टेनेन्स गर्नुपर्छ हामीले फेरि यही त हो दसैँ तिहार पूजामा बाहेक अन्त बजाइदिन होला मम्मीले डेली पूजा गर्ने भने ए डेली बजाएर होला राइट ल मम्मी मेरो आज डेली बजाएको कारण यो निस्किएको छ एकदम पुरानो उल ल गाइस हाम्रो विपिन खनालज्यूले सँग बजाउन जानुभएको छ ओ माई गड हाउ फ्लुटनेस दाजुले किचनमा लगाइदिनुहोस् भनेर किचनमा लगाइदिन्छु गाउँमा सबै लगाइदिन्छु जाता पनि यति आउँछ यताउता नगराउने अलग ढलग नगराउने यिनीहरू आउनु पर्यो हामी आउनु पर्यो के रेडी त छ नि कति गाउँ मम्मीले तँ भन्नु ठिक्क समय भाउ एक मिनट हुँदा निधारा हात लैहालेस् सबै आह है मेरो आएन दिदाले नै हात हल्यो विशाल लाउने त दिदीका हातको भन्दैनन् खास त त्यो काम गर्नु
तेल राखेर एकदम के गर्दै ओके यहाँ तेल दुध सेल मम्मी तेलै नलाइदिए भन्नुहुन्छ बा फुल लगाइदिस् खाना हल्का फुल्का त लाग्छ सिधा हो मलाई अलि उ गरेन पिठो लान हुन्न त्यही भएर मैले उ ल्याउनुपर्छ भनेको त्यसको त्यो बा त्यहाँ तेल थप्न पर्छ है त्यस्तै हो लाउने सातवटा थोप्ला न बिराइकन मम्मी ल्याउनु भयो अलि ल्याउनु माला लागेको त छ गर्दी छैन अरे यहाँ कति राखेर माला गर्नेलाई फेरि गर्नुहुन्छ टिकट गर्नुहुन्छ के भयो ठिकै हुन्छ कि टिको लगाएपछि एकदम सातवटा थोप्ला भएर इन्जिनियर साहब यसलाई लगाइदिएर होइन पानी पानी
सबै आँखा दुइटेको काना लगाइदिने यो रोटी पोथ्यो एउटा दिले माला लगाइदिएर टीका सुरुमा आउँदै ओखर फुटालेर होइन पहिले नखा सरप्राइज त भयो नि ल अस्मिता यता भयो तिनचोटि भयो नाच्ने कहाँ हुने पछि पछि बह हाम्रो भन्दा राम्रो भयो तेरो टपमा अझै भएन अझै भएन गएर मैले ल्याइदिउँला मैले धेरै ठाउँ भ्याएको
दौड भयो आज दौड अझै एउटा टेप बाँकी आउँछ होला हो अब महिनालाई बाँकी त्यो त्यस्तो गर्न आउने खा रोटी खा भोलि मात्र के त्यस्तो मलाई खाँदै गर्नु जाने के एउटा तँ खा किरकिर